सन्चो के भयो तँलाई भन्दा जिउ मर्काएर यस्तो गरेर स्कुटी त तँले कुदाउँछस् कि मैले होइन 1 वर्षको एक्सपिरियन्स कम्बर यस्तो गरेर त्यस्तो नगरेन न यस्तो बाटो अप्ठ्यारो छ लडी पर्यो भने भाइ कहिले स्कुटीमा नबसेको जस्तो गर्छ न मेरो अनि स्कुटी तेरै भए पनि त भाइ त्यस्तो बाटोमा लड्यो तेरो स्कुटी पनि जान्छ आफ्नो ज्यान पनि जान्छ बुझिए त्यो याद छ के अनि कम्बर यस्तो गर्नु पर्दैन मेरो कम्बर पो त्यसले स्टिङ घुमाएको जस्तै घुमाउँछ अन मेरो कम्बर पो 1 वर्षको एक्सपिरियन्स बस छिटो हैन बस फेरि कस्तो औरत जस्तो चढेको तँ त अब तर गोला कानुनलाई हेल्प गरेको नि हौ घण्टाको हेल्प त्यहाँ डिलमुनि सेलेप हुन्थ्यो बुझिस् त्यहाँ मैले हेल्प नगरेको भए नानीमा स्ल्याप हुन्थ्यो चुप लु हेर्न तर नबिर्से मैले बिहा गरेको छुइनँ है ल अब बिहाको कुरा गरिस् भने चाहिँ हालिदिन्छु डिलमुनि तँलाई बुझिस् त्यहाँ जहाँ छ ती छोडिराखिदिन्छु जहाँ छ तँलाई ती छोड बुझिस् बिहाको कुरा गर आज नपुग्ने रहेछ यसरी गोलैतिर ओभरटेक गर्छ अहिले गाडी आएको भए हामी पाचक म साथीसँग चढेको होइन रहेछु भगवान् यमराजसँग चढेको यमराजसँग भगवान् राम्रैसँगले पुगौँ है राम्रैसँगले पुगौँ यसको ढङ्गा हेर न यसको ढङ्गा हरान सरान छैन फाटकमा त यसो हरान लगाएर भरे गाडी स्वात्ताएर खत्तै पारेर जान्छ अन्त यो छ नि यसो गर्छ मार्छ त तैँले त यो पाराले त झन् त्यत्रो बिहा पनि गरेको छुइनँ गाडी आएको थिएन भाइ त्यही भएर फुत्तै निक्लेको बुझिस् त्यहाँबाट किन हरान हालिहाल्नु मैले देखिरहेको थिएँ नि त हुनु गाडी देखिहाल्छ चल्न अगाडि तर आँखाको गेडा पुग्छ हुनु लु हिँड्नु चिकन हात बोकेर नहिँड्न अब यहाँ के गर्छ होला नि यसले के गर्छ नि कसो गर्छ नि म भात चाहिँ यस्तो लगेर आफ्नै बाउको बाटो जस्तो हेर न यो फेरि पक्ला लाइट त खै तेरो बाउको बाटो हो कस्तो बाटो मिलेको आफ्नै बाउको जस्तो पनि हिँड्छ त तेरो बाउको बाटो हो उठ्नु त मन लाग्छ नि के गर्नु आफ्नै बाउको रोड जस्तै छ बाटोमा होइन लादी निस्किरहेको त हान्छु कुल्ने अब त ब्रिज आयो पक्का मर्छु 90को स्पिडहरू त हान्छ होला यसले बिस्तारै पुरा मैले बिहा गरेर छुइनँ भनेर थाहा छ होइन यस्तो नसुर्ता न 5 वर्षको एक्सपिरियन्स छ मेरोमा तेरो बाबुको 5 वर्ष बिस्तारै कुराइ न हे मैले बिहा गरेको छुइनँ बिहा जात पनि भएको छैन नानी हुर्काउनु छ अझै डल्लै छ केटी पर्दाको खालि यसले चाहिँ बिहा गरेको छुइनँ कहिले बिहा गरेको छ अनि तँसँग चढ्नु भन्दाखेरि चाहिँ बुढी हिँडेर जान्छु ल बस न यत्रो टाढो बाटो कसरी हिँडेर जान्छ होइन म हिँडेर जान्छु आमा कसम अब दिन तँसँग चढ्दिनँ बिहा नगरी नानी बुढी सबै याद आएन बिर्सिसकेको उयसहरू घर परिवारहरू जम्मै बिर्सिसकेको थिएँ तँ मेरो दुश्मन हो कि साथी हो कुनजुनीको बदला फेरेको बुढी जे गति भएको छ म हात जोडेर तँलाई माफी माग्छु मलाई यसरी जिउँदै नमार बुढो म हिँडेर जान्छु जा यहाँ छ नौ त्यस्तो होइन हौ साथी 1300 दिएर खालि स्पिड कुदाएको हौ मैले कस्तो डराएको यो चाहिँ फेरि बुढो मेरो स्कुटी पनि लाइछ तर म तँसँग चढ्दिनँ यमराजको काखमा पुगेर फर्केको मान्छे म भर्खर बुढी स्कुटी लाइछ मलाई स्कुटीको केही मतलब छैन मलाई खालि मेरो प्राणको मतलब छ म हिँडेर आउँछु तर यो स्कुटी तेरै भयो ल के भएको तँ आइज न लु आइज स्कुटी तै कुरा लु आइज औ त्यसरी पो कुरा गर्नुपर्छ त त्यस्तो भन्छ लु आइज लु चल छिटो चल बिस्तारी है ल बिस्तारी काम दिएको छस् त अनि तँ त राम्रै चल हो त्यो